के तपाईलाई थाहा छ, ब्रह्माण्डमा एउटा यस्तो समय आउँछ जहाँ तपाईले गर्ने एउटा सानो प्रार्थनाको शक्ति लाखौं गुणा बढेर जान्छ। एउटा यस्तो महिना जहाँ तपाईले कसैलाई दिएको एउटा सानो मुस्कान वा एउटा सानो दानले तपाईको 7 जन्मको कर्मको हिसाब फेर्न सक्छ। हो, हामी त्यही रहस्यमयी र पावन महिनाको संघारमा छौं, जसलाई बुद्ध मार्गीहरू सागा दावा भन्छन्। तर पर्खनुहोस्, यदि तपाईलाई लाग्छ कि यो हरेक वर्ष आउने सामान्य महिना मात्र हो भने तपाई झुक्किदै हुनुहुन्छ, किनकि यो वर्ष अर्थात् सन् 2026 को सागा दावा पछिल्लो 1 दशककै सबैभन्दा शक्तिशाली आध्यात्मिक समय हो। यो घोडा वर्षको त्यो दुर्लभ संयोग हो जुन 12 वर्षको लामो प्रतीक्षापछि मात्र हाम्रो जीवनमा फर्किएको छ। भनिन्छ यो वर्षको सागा दावामा गरिएको एउटै पुण्यको फल अन्य वर्षको तुलनामा 13 गुणा बढी शक्तिशाली हुन्छ। तपाई आज जे जस्तो मानसिक तनावमा हुनुहुन्छ, जतिसुकै कर्मको बोझले थिचिनु भएको छ वा जीवनमा एउटा नयाँ मार्ग खोजिरहनु भएको छ भने आजको यो यात्रा तपाईका लागि हो। आज हामी केवल तिथि र मितिको कुरा गर्ने छैनौं। हामी चर्चा गर्नेछौं किन वैशाख पूर्णिमाको ठीक 1 महिनापछि मात्र सागा दावा सुरु हुन्छ, किन यो महिनामा गरिने जीव उद्धारले तपाईको आयु बढाउन सक्छ र कसरी यो महिनाको 30 दिनले तपाईको बाँकी जीवनलाई करुणा र शान्तिको नयाँ उचाइमा पुर्याउन सक्छ। मनलाई शान्त पार्नुहोस् र मसँगै यो बुद्धत्वको यात्रामा पाइला चाल्नुहोस्, किनकि यो अवसर फेरि अर्को 12 वर्षसम्म आउने छैन। आउनुहोस् सुरु गरौँ सागा दावा, करुणाको महाकुम्भ र 2026 को विशेष महिमा। यस वर्ष घोडा वर्ष भएकोले एउटा विशेष उदाहरण दिन चाहन्छु। भनिन्छ हजारौं वर्ष अघि भगवान बुद्धको जन्म भएको वर्ष पनि घोडा वर्ष नै थियो। त्यसैले यो वर्ष बौद्ध स्वयम्भू एकपटक परिक्रमा अर्थात् कोरा गर्दा अन्य वर्षको तुलनामा 13 गुणा बढी फल मिल्छ। तपाईको मनमा एउटा जिज्ञासा उठ्न सक्छ, हामीले भर्खरै वैशाख पूर्णिमामा बुद्ध जयन्ती मनायौं, फेरि यो 1 महिनापछि सागा दावा भन्दै अर्को बुद्ध जयन्ती जस्तै उत्सव मनाइदैछ। वास्तवमा यो अलमल हुनु स्वाभाविक हो। यसलाई एकदमै सरल तरिकाले यसरी बुझौं। 1. 2 वटा पात्रको गणना। हामीले सामान्यतया मान्ने बुद्ध जयन्ती नेपालको सरकारी पात्रो अर्थात् विक्रम सम्वत अनुसार वैशाख पूर्णिमामा पर्छ। तर सागा दावा चाहिँ तिब्बती चन्द्र पात्रो अर्थात् टिबेटन लुनर क्यालेन्डर अनुसार गणना गरिन्छ। हिमालयी बौद्ध परम्परामा यसैलाई आधिकारिक मानिन्छ। 2. कहिले सँगै कहिले फरक किन? फरक हुने कारण चन्द्रमाको महिना सूर्यको महिनाभन्दा अलि छोटो हुन्छ। यसले हरेक वर्ष तिथिहरू अलिअलि सर्दै जान्छन्। जब पात्रो मिलाउनका लागि मलमास वा अतिरिक्त महिना अर्थात् लीप मन्थ थपिन्छ, तब दुवै पात्रोबीच 1 महिनाको ग्याप वा अन्तर देखिन्छ। यस वर्ष 2026 मा पनि यही भएको हो। सँगै हुने कारण जब दुवै पात्रोमा अतिरिक्त महिनाको गणना मिल्न जान्छ, तब वैशाख पूर्णिमा र सागा दावा पूर्णिमा ठ्याक्कै एउटै दिनमा पर्छन्। यस्तो बेला हामी डबल सेलिब्रेसन गर्छौं। अब कुरा गरौं सबैभन्दा महत्त्वपूर्ण पाटोको। यो वर्षको सागा दावा कहिलेदेखि कहिलेसम्म छ त? यसमा कहिलेकाहीँ हामी झुक्किन सक्छौं, त्यसैले यी मितिहरूलाई ध्यान दिएर सुन्नुहोला। सागा दावाको गणना औँसीको भोलिपल्ट अर्थात् प्रतिपदा तिथिबाट सुरु हुन्छ। यस वर्ष जेठ 3 गतेबाट सागा दावा महिनाको पहिलो दिन औपचारिक रूपमा सुरु हुन्छ। त्यसैले तपाईले आफ्नो महिनाभरिको व्रत वा विशेष साधनाको सुरुवात जेठ 3 गतेको बिहानैदेखि गर्नुपर्छ। मुख्य दिन पूर्णिमा। यो महिनाको सबैभन्दा पावन दिन अर्थात् सागा दावाको पूर्णिमा जेठ 17 गते पर्छ। यो दिनलाई सागा दावा 2 क्षण भनिन्छ, जुन दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको थियो। समापन अन्तिम दिन। यो पावन महिनाको समापन 30 दिनपछि अर्थात् असार 1 गते औँसीको दिन हुनेछ। यदि तपाई आफ्नो जीवनमा सकारात्मक परिवर्तन चाहनुहुन्छ भने यी 30 दिनहरू तपाईका लागि गोल्डन विन्डो हुन्। सागा दावालाई किन पुण्य कमाउने महिना भनिएको हो? एउटा उदाहरणबाट बुझौं। जसरी एउटा कृषकले सही मौसममा बिउ रोप्यो भने थोरै मेहनतमा धेरै उब्जनी पाउँछ, सागा दावा पनि त्यस्तै एउटा आध्यात्मिक मौसम हो। यो महिनामा ब्रह्माण्डको ऊर्जा यति सकारात्मक हुन्छ कि तपाईले गरेको एउटा सानो दानले पनि अनन्त फल दिन्छ। सागा दावाको यो पवित्र महिनामा हामी धेरै थोक गर्छौं, गुम्बा जान्छौं, बत्ती बाल्छौं, तर के यी सबै गर्नु नै पर्याप्त छ त?
यो कुरा बुझ्न एउटा प्राचीन र मार्मिक कथा सुनौ। धेरै समय अगाडिको कुरा हो। एकजना गुरु यानी लामा एउटा ठूलो चैत्यको अगाडि बसिरहनु भएको थियो। त्यहाँ एकजना साधक निकै श्रद्धाका साथ चैत्यको परिक्रमा यानी कोरा गरिरहेका थिए। उनी दिनभरि फन्को लगाइरहन्थे। लामाले उनलाई नजिकै बोलाउनुभयो र भन्नुभयो, बाबु, कोरा गर्नु त राम्रो हो, तर यदि तिमीले धर्मको अभ्यास गरेको भए अझ राम्रो हुन्थ्यो कि। ती साधकले सोचे, मैले चैत्यको परिक्रमा गर्नु नै धर्म त हो नि, गुरुले किन यसो भन्नुभयो होला। उनलाई लाग्यो गुरुले सायद मलाई धर्मग्रन्थ पढ्न भन्नुभएको हो। भोलिपल्टदेखि उनले कोरा गर्न छोडेर ठूला ठूला धर्मशास्त्रहरू पढ्न थाले। केही दिनपछि लामा फेरि आउनुभयो र फेरि त्यही कुरा दोहोर्याउनुभयो, बाबु, शास्त्र पढ्नु पनि धेरै राम्रो हो, तर यदि तिमीले वास्तविक धर्मको अभ्यास गरेको भए कस्तो हुन्थ्यो होला। अब ती साधक अलमलमा परे। उनले सोचे, शास्त्र पढ्नु पनि धर्म होइन रहेछ, सायद ध्यान पो धर्म हो कि। उनले भोलिपल्टदेखि किताबहरू थन्क्याएर आँखा चिम्लेर घण्टौं ध्यानमा बस्न थाले। लामा फेरि आउनुभयो र फेरि त्यही कुरा दोहोर्याउनुभयो, बाबु, ध्यान गर्नु त अति उत्तम हो, तर तिमीले साँच्चै धर्मको अभ्यास गरिदिए हुन्थ्यो। ती साधक अब त रुन मात्र बाँकी रहे। उनले लामाको गोडामा परेर बिन्ती गरे, गुरुदेव, कोरा गर्दा पनि धर्म नहुने, शास्त्र पढ्दा पनि नहुने, ध्यान गर्दा पनि नहुने, आखिर यो धर्मको वास्तविक अभ्यास भनेको चाहिँ के हो त? मैले चाहिँ के गर्न बाँकी रह्यो? तब लामाले निकै शान्त स्वरमा भन्नुभयो, बाबु, धर्मको वास्तविक अभ्यास भनेको चैत्य घुम्नु, किताब पढ्नु वा आँखा चिम्लेर बस्नु मात्र होइन। वास्तविक धर्म त तब सुरु हुन्छ जब तिमी आफ्नो मनभित्रको अहङ्कार र मोहलाई त्याग्छौ, जब तिमीले अरूको कुभलो सोच्न छोड्छौ, जब तिम्रो भित्रको रिस र ईर्ष्या मर्छ र तिम्रो हृदयमा सबै प्राणीप्रति साँचो करुणा जाग्छ, तब मात्र तिमीले धर्मको अभ्यास गरेको ठहरिन्छ। यो कथाले हामीलाई एउटा ठूलो सत्य सिकाउँछ। सागा दावामा हामीले गर्ने हरेक कर्म, चाहे त्यो मासु नखानुहोस् वा दान दिनुहोस्, त्यो केवल एउटा माध्यम मात्र हो। वास्तविक सागा दावा त त्यो हो जब हामी रिसलाई क्षमामा बदल्छौं, स्वार्थलाई सेवामा बदल्छौं र आफ्नो अहङ्कारलाई विनम्रतामा बदल्छौं। सागा दावामा हामीले ठूला ठूला अनुष्ठान नै गर्नुपर्छ भन्ने छैन। बाटोमा हिँड्दा कमिला वा साना किराहरूलाई नकुल्चिनु पनि सागा दावाको पालना हो। अफिस वा घरमा आफूभन्दा साना वा काम गर्ने मानिसहरूसँग झर्केर नबोली प्रेमपूर्वक बोल्नु पनि ठूलो धर्म हो। यो महिनामा आफ्नो क्रोधलाई नियन्त्रण गर्ने अभ्यास गर्नु नै बुद्धलाई दिइने वास्तविक पूजा हो। व्यवहारिक अभ्यास र जीव उद्धार। यस महिनामा हामीले के गर्न सक्छौं त? यहाँ केही व्यवहारिक उदाहरणहरू छन्। 1. अहिंसा र आहार। यो महिना धेरैले माछा मासु त्याग गर्छन्। यसको पछाडि एउटा सुन्दर तर्क छ। सागा दावामा हामी सबै प्राणी मेरा मातापिता हुन् भन्ने भावना राख्छौं। उदाहरणको लागि, काट्न ठिक्क पारिएको एउटा माछालाई किनेर नदीमा छोड्दा हामीले केवल एउटा जीव बचाउँदैनौं, बरु आफ्नो मनभित्रको निर्दयी भावलाई पनि पखाल्छौं। 2. वाणीको संयम। यदि तपाईँ दिनभरि मन्त्र जप गर्न सक्नुहुन्न भने पनि ठिकै छ, तर कसैलाई नराम्रो वचन नबोल्नुस्, कसैको कुरा नकाट्नुस्। यो महिनामा बोलिने हरेक मिठो शब्दले तपाईको वाक सिद्धि बढाउँछ। 3. कोरा र दान। काठमाडौँको बौद्ध वा स्वयम्भूको परिक्रमा गर्दा होस् वा आफ्नै गाउँको गुम्बामा, हरेक पाइलामा सबैको भलो होस् भन्ने कामना गर्नुस्। भोकाएका कुकुर, चराचुरुङ्गी वा असहाय मानिसलाई खाना खुवाउनुस्। यो नै बुद्धप्रतिको सच्चा श्रद्धाञ्जली हो। सागा दावाको वास्तविक सन्देश भनेको रूपान्तरण हो। घोडा वर्षको यो पावन अवसर 12 वर्षमा एक पटक आउँछ। यो समयमा गरिने तीर्थयात्राको भ्रमण होस् वा घरैमा गरिने बुद्धको पूजा, यसले हाम्रो कर्मको भारीलाई हल्का बनाउन मद्दत गर्छ। याद राख्नुहोस्, सागा दावा केवल क्यालेन्डरको एउटा महिना होइन, यो त आफ्नो मनलाई शुद्ध गर्ने ऐना हो। आजको यो यात्रामा हामीले सागा दावाको इतिहास जान्यौं, 2026 को दुर्लभ घोडा वर्षको संयोगबारे चर्चा गर्यौं र यो महिनालाई कसरी सार्थक बनाउने भन्ने केही व्यवहारिक उदाहरणहरू पनि हेर्यौं। तर जाँदा जाँदै म तपाईलाई एउटा सानो प्रश्न छोडेर जान चाहन्छु। के सागा दावा केवल जेठ महिनाको 3 गतेदेखि 31 गतेसम्मको मिति मात्र हो त? वास्तवमा सागा दावा त एउटा स्मरण पत्र मात्र हो।
जसरी हामी आफ्नो मोबाइल चार्ज गर्छौं, यो महिना हाम्रो आध्यात्मिक ऊर्जालाई रिचार्ज गर्ने समय हो। यो 1 महिना मासु नखानु, बत्ती बाल्नु वा दान गर्नुले अरू बेलाको तुलनामा सयौं गुणा बढी फल प्राप्त हुन्छ। तर यदि महिना सकिने बित्तिकै हामी फेरि उही रिस, उही अहंकार र उही स्वार्थमा फर्कियौं भने हामीले यो पावन समयको वास्तविक फल प्राप्त गर्न सक्दैनौं। यो वर्षको सागादावामा एउटा संकल्प गरौँ। हामीले बालेको एउटा छ्योमे बत्तीले केवल गुम्बाको अन्ध्यारो मात्र नहटाओस्, हाम्रो मनको अज्ञानता पनि हटाओस्। हामीले गर्ने कोराले केवल चैत्यको परिक्रमा मात्र नगरोस्, बरु हाम्रो भट्किएको मनलाई आफ्नै आत्माको केन्द्रसम्म पुर्याओस्। सम्झनुहोस्, भगवान बुद्धले भन्नुभएको छ, तपाईको उद्धार गर्ने तपाईँ आफै हो, अरू कोही होइन। यो सागादावाले तपाईलाई त्यो शक्ति प्रदान गरोस्। यदि तपाईलाई यो अडियोले थोरै पनि शान्ति दियो वा केही नयाँ सिकाउन सफल भयो भने मलाई लाग्नेछ यो सागादावा मेरो लागि पनि सार्थक भयो। आउनुहोस्, यो 2026 को विशेष सागादावालाई हामी सबै मिलेर अहिंसा, मैत्री र करुणाको उत्सव बनाऊ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, शान्त हुनुहोस् र एकपटक सबै प्राणीको सुखको कामना गर्नुहोस्। जगतका सबै प्राणीहरू सुखी रहन्, कोही पनि रोग र शोकमा पर्नु नपरोस्। सबैको कल्याण होस्। तपाईको सागादावा यात्रा शुभ रहोस्। नमो बुद्धाय। भवतु सब्ब मङ्गलम्।